यो चाहिँ मेरो आजको लागि आएको फलफुल हो। यो सबै त खाइँदैन होइन, एउटा केरा खाइहाल्ला, एउटा अलिकति खाइहाल्ला, अरू छोडिन्छ। म चाहिँ यसलाई यससँग बनाएर खान्छु है। आजकल चाहिँ अलि दिनुभयो, 1 महिना जति हुन लाग्यो लगभग। योसँग एउटा केरा, यहाँ काजु छ, अलिकति काजु होइन, छोरबट यो चाहिँ बदाम छ, 2-4वटा बदाम है। अनि त्यसपछि आउँछ 2-3वटा चाहिँ खजुर पठाउँछ यहाँ। अब खाने खै कहिले खाने, यो खाने मन नलाग्यो कि पहिला नहुँदाखेरि चाहिँ खाम लाग्थ्यो होइन। यो सबैतिर राखिदिने भएपछि चाहिँ यो मतलब नहुँदो रहेछ। अनि यो खाइँदैन। अनि म चाहिँ दुध हाल्छु यसमा है, अलिकति दुध ल्याउँछु अहिले चाहिँ यसमा। यो हो, यसमा म चाहिँ अलिक स्वादको लागि अङ्गुर हाल्थेँ। यो कालो अङ्गुरमा चाहिँ भित्र बिया छ, त्यो भएर हाल्न मिल्दैन। म यसलाई चाहिँ यस्तो बनाएर ट्याक्का यसरी खानुपर्छ है त। यो चलेन मजारी होइन, अलि नचलेपछि अब थोरै खाइदिनु पर्यो। पनि चाहिँ देउतालाई चढाउने होइन, केही होइन। यो जुठो भएर त केही फरक परेन नि त। ल अब चाहिँ जमिसक्यो, जस्तो भने त्यस्तो तयार भइसक्यो अब यो होइन। यो अलिक घोलिन्छ नि त। बबाल भइसक्यो अब यो। ल खलास गरियो है त यतिलाई।